हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। र कस्तो हुनुहुन्छ तपाईँहरू? म चाहिँ पनि सन्चै छु। अनि आज स्टार्ट गरेको आज 12 बजी भन्नाले पनि बिहानकै हो, 12-1 बजीखेरको टाइमबाट स्टार्ट गरेको भ्लग। र आज बिहान बिहान चाहिँ उठेर मैले बनाएँ यहाँ म्यागी बनाएँ। र म्यागी चाहिँ किन बनाएको भन्दा म्यागीसँगै भात खाने भनेर बनाउन अल्छी लाग्यो कि दालहरू, त्यही भएर म्यागीसँगै खाने भनेर म्यागी बनाउँदैछु। यता हेर्न सक्नुहुन्छ। र मटर बोइल गरेर अन्डा बोइल गरेर यता राखेको छु अन्डा, अनि त्यसको बादमा म्यागीसँग खाने भन्दै। र म्यागी यता चाहिँ पाकेर रेडी हुन आँटो। र यतातिर हेर्नु न, आजको डिस तोरीको साग पनि रातिको थियो, त्यही तोरीको साग र अनि म्यागी अन्डासँग भात खायौँ। र भात खाएर आज बहुत काम थियो कि, अनि यता कम्बल सम्बल धुन थाल्यौँ निकालेर। र कम्बल सम्बल धुन थालेर बुढाबुढी चाहिँ यस्तो धुँदैछु मलाई नभन्नु न। अनि छोरीले भिडियो बनाइदिने चाहिँ छोरी चाहिँ हो। अनि कम्बल सम्बल धोइसकेर नुहाइधुवाइ गरेर हामी चाहिँ अब लाग्यौँ मार्केटतिर, बेलुकातिर मार्केट जाने भनेर। आज सन्डे थियो त, त्यही भएर सन्डे चाहिँ हाम्रो यहाँ लोखरामा बहुत ठुलो बजार हुन्छ। र अनि सब्जीहरू पनि सस्तै पाइन्छ। सबै थोक बजार मार्केट गएर अब सबै थोक सब्जीहरू किन्यौँ। र हाम्रो मम्मीहरू आउनेवाला हुनुहुन्थ्यो र 4 जना जति आउनुहुन्थ्यो। र हाम्रो त अब हामी तपाईँलाई थाहा नै छ, रेन्टमा बस्छौँ त्यति अब 4-5 वटा रुम हुँदैन, 2टै रुम छ हाम्रो चाहिँ। अनि त्यसको बादमा एउटा चाहिँ ठुलो बेड छ, एउटा चाहिँ सानो बेड छ, 2टा बेड त छ। अरू अब जति आउनुहुन्छ तले अब सुताइदिनुपर्छ। अब के भन्नु, टाउनमा यस्तै नै हुन्छ। र मैले मार्केटबाट चाहिँ ल्याएँ, हेर्नु न के ल्याएँ सबै देखाउँदैछु। एउटा कार्पेट किनेर ल्याएँ किचनको लागि, किचनमा चाहिँ थिएन कार्पेट र ठन्डा लाग्छ कि खानासाना बनाउँदाखेरि, त्यही भएर अनि कार्पेट ल्याएँ। अनि त्यहाँ पछाडि डाइनिङ कभर एउटा ल्याएँ, अनि यी सब्जीहरू ल्याएँ, कापहरू ल्याएँ, के घरको सामानहरू थिएन ती सबै थोक मतलब लिएर आएको। आज चाहिँ एक काप पनि घरको सबै फुटेर सकिएको हुन्छ कि, त्यही भएर लेकोलै गर्नुपर्छ। कापहरू ल्याएँ। अनि यता सब्जीहरू हप्ता दिनभरि खाने। अहिले मैले मासु त्यति खानु हुँदैन र मेरो मतलब किडनीमा स्टोन भएको छ नि त, त्यही भएर डक्टरले कम्ती नै मासु चाहिँ एभोइड गर्नु भनेर भनिरहेछ। र मैले चाहिँ त्यसै गरी अब सब्जीहरू खानु। तर मासु चाहिँ हामी नखाइ कहाँ बस्न सकिन्छ, हामी त मासु खाने नै मान्छे हो। र खान्छौँ हामी कोही बेला। र अनि सब्जीहरू पनि ल्याएँ, फुलकोपी उलकोपी के सब्जीहरू, इस्कुस आलु टमाटर प्याज के लिएर आएँ। र छोरीलाई मच्चा पनि खाँचो भइरहेको थियो, ल मच्चा पनि अनि 2 जोडी ल्याइदिएँ। अनि त्यसको बादमा यो प्यान्ट ल्याइदिएँ छोरीको लागि, ठन्डा दिनमा अब ट्युसन जाँदा चाहिन्छ भनेर ल्याइदिएँ। अनि त्यसको बादमा यतातिर हेर्नु सबै थोक लिएर अनि तपाईँलाई देखाएको। अनि त्यसको बादमा अनि आज चाहिँ बुढाले भन्नुभयो सुँगुरको मासु खाने, उसको फेरि फेभरेट हो सुँगुरको मासु। अनि मैले यतातिर चाहिँ सबै सुँगुरको मासु बोइल गरेर राखेर सबै थोक रेडी पारिसकेँ। र यतातिर अदुवा लसुन कुट्दैछु। अनि त्यसको बादमा अब बनाउनतर्फ लाग्छु। अनि अब सबै थोक रेडी पारेर बनाउँदा चाहिँ अब राम्रो लाग्छ। अनि यतातिर हेर्नु सबै थोक रेडी भइसक्यो। अब चाहिँ सुँगुरको मासु बनाउन लाग्यो। को खानुहुन्न कमेन्ट नगरिदिनु होला, नराम्रो खाने मान्छे हामी चाहिँ खान्छौँ। अब त्यस्तो होइन, मेरो बुढाको चाहिँ एकदमै फेभरेट हो कि सुँगुरको मासु। अनि उसले चाहिँ थुप्रो दिन भएको थियो मासुमा अब सुँगुरको मासु नखानु भएको। म पनि बिमारी थिएँ, त्यही भएर। अनि त्यसको बादमा आज थुप्रो दिनमा अनि लन त खाम भनेर भन्नुभयो। अनि लिएर अनि मैले चाहिँ यतातिर बनाउन स्टार्ट गरेँ। यतातिर पहिले चाहिँ बोइल गरेको सुँगुरको मासुहरू सबै भाजीसाजी गरेँ। अनि अदुवा लसुन सबै कुटेर हालेर टमाटर सबै थोक हालेर यतातिर चाहिँ बनाउँदैछु राम्रोसँगले। र कस्तो हुन्छ पछि टेस्ट गरेर भन्नुहुन्छ मेरो बुढाले चाहिँ कस्तो हुन्छ। अनि यतातिर मैले हल्दी निमक सबै थोक मसलाहरू सबै थोक हालिसकेँ। र यतातिर एउटा गर्दै हाल्दैछु। मेरो बुढाले चाहिँ भिडियो बनाइदिनु हुँदैछ अलिअलि गर्दै, यति लामो बनाइदिनु भएछ मैले हेरेकै थिइनँ। अनि त्यसको बादमा यता टमाटर सबै हालेर चलाएर अनि त्यसको बादमा छोपिदिएकी थिएँ पाक्नको लागि। र अहिले चाहिँ यति हेर्नु न, लास्ट एन्डिङ चाहिँ यस्तो भएर निस्केछ है सुँगुरको मासु। र कसको अब सबै थोक रेडी भइसक्यो। र यतातिर हामी खाना पनि अब बस्ने नै। त्यही पहिला चाहिँ अहिले मैले बुढालाई टेस्ट गर्न दिएँ कस्तो भयो भनेर, खाएर हेर्नु भनेर। अनि टेस्ट गर्न दिएको, एकदमै राम्रो भयो, टेस्टी भयो भन्दै